ए पानी आइरहेछ यस्तो पानी राम्रो बनाएको छैन यो चाहिँ पानी यस्तो उगाएर खानको लागि बनाएको क्या यस्तो गऱ्यो त्यस्तो खायो होइन यो चाहिँ के भन्छ बजारदेखि आउने अनि उता गाउँदेखि बजार जाने मान्छेलाई बाटोमा कसले त पानी बोक्दैन पानी बोक्ने त आफ्नै बोतलले पानी खायो होइन नबोक्ने चाहिँ माथि गाउँदेखि चर्को घामले पोलेर हुन्छ तिर्खा लाग्यो हुन्छ होइन चट्टे आयो यहाँदेखि चट्टे आयो चट्टे पानी उगाएर खायो फेरि बजारदेखि चर्को घामले पनि मोमो चाउमिनले पनि चटपटे पिरो के पानीपुरी चटपटी मोमो के खा हुन्छ लेग पिस के खा हुन्छ होइन बजारमा होटेलमा त्यो नुन चर्को हुन्छ नुन चर्को भएको कारणले गर्दाखेरि फेरि तिर्खा लाग्छ बोतल हुने त खायो पानी बोतलमा पानी नहुने के गर्यो त यहाँदेखि आयो सत्य पानी खायो यसरी हात उगायो पानी खायो होइन पानी खायो मोबाइलमा पर्यो मोबाइलको चित्तामा पानी पर्यो अहिले बोल्दा राम्रो देखाएको छ होइन आजको लागि यति नै सबैलाई नेक्स्ट भिडियोमा भेटौँ न होइन धेरै ठुल्ठुलो चिजले चिचाएको छ कि किन चिचा भने सुन्दैन कि खोलाको आवाज चाहिँ यहीँ नजिक खोला छ त्यही भएर सुन्दैन भने ठुलो चिज चाहिँ कराएको छु आजको लागि पानीको बारेमा देखायो लाइक कमेन्ट सेयर है तपाईँलाई नेक्स्ट भिडियोमा भेटौँ न